नमस्कार साथीहरू, हालै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट ENID प्रोभिजनल नेसनल आइडी डाउनलोड गर्न सकिने सेवा सुरुवात गरिएको सूचना प्राप्त गर्नुभएको होला। यस भिडियोमा हामी ENID कसरी डाउनलोड गर्ने, PDF फाइल कसरी खोल्ने, त्यसको पासवर्ड कसरी पत्ता लगाउने, आवश्यक परे PDF को पासवर्ड हटाएर JPG मा कसरी परिवर्तन गर्ने भन्ने सम्पूर्ण प्रक्रिया चरणबद्ध रूपमा सिक्नेछौँ। राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त भएका नेपाली नागरिकहरूले सबभन्दा पहिले गुगल खोल्नुहोस् र ENID डाउनलोड लेखेर सर्च गर्नुपर्छ। त्यसपछि देखिने डिपार्टमेन्ट अफ नेसनल आइडी एन्ड सिभिल रजिस्ट्रेसनको आधिकारिक लिङ्कमा क्लिक गर्नुपर्छ। यहाँबाट डाउनलोड योर ENID विकल्पमा क्लिक गर्नुपर्छ। ENID डाउनलोड गर्नको लागि तपाईले नागरिकताको विवरणहरू प्रविष्ट गर्नुपर्छ। फुल नेम नेपालीको बक्समा तपाईले आफ्नो नागरिकतामा उल्लेख भएको पूरा नाम नेपालीमा लेख्नुपर्छ। फुल नेमको बक्समा तपाईले आफ्नो पूरा नाम अङ्ग्रेजीमा यसरी लेख्नुपर्छ। अब डेट अफ बर्थ BS को बक्समा तपाईले जन्ममिति विक्रम सम्वत अनुसार लेख्नुपर्छ। सिटिजन इस्युइङ डेटको बक्समा तपाईले नागरिकता जारी भएको मितिलाई सही रूपमा लेख्नुपर्छ। क्याप्चाको बक्समा यहाँ देखिरहनु भएको 6 अङ्कको क्याप्चालाई यसरी लेखेर सर्च गर्नुपर्छ। OTP भेरिफिकेसनको लागि राष्ट्रिय परिचय पत्रसँग दर्ता गरिएको मोबाइल नम्बरमा OTP प्राप्त भएको हुन्छ। सोही 6 अङ्कको OTP यस बक्समा लेखेर भेरिफाई OTP मा क्लिक गर्दा OTP सफलतापूर्वक प्रमाणित भएपछि तपाईको फोटो सहितको ENID विवरण स्क्रिनमा देखिनेछ। अब ENID PDF फर्मेटमा डाउनलोड गर्नको लागि यहाँबाट डाउनलोड कार्डको बटनमा क्लिक गर्नुपर्छ। त्यसपछि तपाईको राष्ट्रिय परिचय पत्र कार्ड PDF फर्मेटमा डाउनलोड भएको देखिन्छ, जुन पासवर्ड प्रोटेक्टेड हुन्छ। यहाँ चाहिने पासवर्ड पत्ता लगाउनको लागि यस पेजमा आएर तपाईले ENID डाउनलोड गर्ने प्रयोगकर्ता निर्देशिका हेर्नुपर्छ। निर्देशिका बमोजिम पासवर्डको ढाँचा अङ्ग्रेजीको पूरा नामको पहिलो 4 अक्षर ठुलो अक्षर र जन्ममिति विक्रम सम्वतको पहिलो 4 अङ्क। उदाहरणको लागि यदि तपाईको नाम रमेश र जन्ममिति 2050 साल 1 महिना 1 गते हो भने तपाईको पासवर्ड रमेश 2050 हुनेछ। अब तपाईको उपयुक्त पासवर्ड राखेर PDF फाइल खोल्दा फाइल खुल्नेछ। हस्त साथीहरू, यसरी प्रत्येक पल्ट PDF फाइल खोल्दा पासवर्ड चाहिन्छ, तर तपाईले पासवर्ड हटाएर .jpg मा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईले यी स्टेप्सहरूलाई फलो गर्नुपर्छ। सबैभन्दा पहिले रिमुभ पासवर्ड PDF लेखेर गुगल सर्च गर्नुपर्छ। यहाँबाट कुनै भरपर्दो PDF टुल खोल्नुहोस्। चुज फाइल क्लिक गरेर यसरी अपलोड गर्नुपर्छ। रिमुभ पासवर्डको बक्समा अघिको 8 अङ्कको पासवर्ड राखेर अनलकमा क्लिक गर्दा PDF बाट पासवर्ड हट्नेछ। अब तपाईले एक्सपोर्ट एज मा क्लिक गरेर .jpg विकल्पलाई छनौट गरेर कन्भर्ट गर्नुपर्छ। त्यसपछि यहाँबाट डाउनलोडमा क्लिक गरेर .jpg मा डाउनलोड हुनेछ। अब तपाईले ENID राष्ट्रिय परिचय पत्र सजिलै डाउनलोड गर्ने सम्पूर्ण प्रक्रिया सिक्नुभयो भन्ने आशा गर्दछु। यदि ENID डाउनलोड गर्ने क्रममा कुनै समस्या आएमा वा कुनै जिज्ञासा भएमा तल कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। भिडियो उपयोगी लाग्यो भने लाइक र सेयर गर्नुहोस्। यस्तै जानकारीमूलक भिडियोको लागि मेरो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको नोटिफिकेसन बेललाई अलमा दबाउनुहोस्। मेरो च्यानललाई Facebook, Instagram र WhatsApp मा पनि फलो गर्नुहोस्। आजलाई बिदा दिनुहोस्। हस्त, धन्यवाद।